फेरि हाम्रो छोराले कहिल्यै यस्तो गर्दैन थियो, समयमै घरमा आउँथ्यो। अया। त्यही त नि, सधैँ समयमै घर आउँथ्यो। कतै अप्ठ्यारोमा पो पर्यो कि मलाई त डर पो लागेछ। सोनिया दिदी, हजुर सहरबाट गाउँ आउनु भएको, खबरै नगरी आउनुभयो त। बहिनी, म आज मात्र आएकी हो र म त हिजोस्ति नै आएको हो नि। यसो घर बस्दा बस्दा अल्छी लागेर पो यस्तो गाउँ डुलौँ भनेर निस्केको। ए हजुर त गाउँ निस्किनु भएको रहेछ, म पनि जान्छु नि हजुरसँग घुम्न। ए हुन्छ बहिनी, मलाई पनि एक्लै घुम्नलाई कस्तो कस्तो लागिरहेको थियो। हुन्छ, जाऊँ न त सँगै। बहिनी, ऊ त्यहाँ हेर त, को मान्छे हो, किन यस्तो अवस्थामा लडिरहेको रहेछ। एकचोटि हेर्न जाऊँ त। जाऊँ न दिदी, जाऊँ। बहिनी, यो मान्छे जिउँदैछ, सास चलिरहेको छ। ए हो र दिदी, यो गाउँको वैद्यकोमा लगेर जाउँ न त। बुढो 4 दिन भइसक्यो, छोरो घर आएकै छैन। हिजो आज सपना पनि एकदमै नराम्रो देखिरहेको छु। खै बुढी, अब त्यो छोरो पनि कहाँ गएको हो त? झन् आफूलाई कस्तो गाह्रो भइसक्यो। छोराले औषध लिन आउला खाउला भनेको त कहाँ चाहिँ गएछ त? फेरि हाम्रो छोराले कहिल्यै यस्तो गर्दैन थियो, समयमै घरमा आउँथ्यो। अया। त्यही त नि, सधैँ समयमै घर आउँथ्यो। कतै अप्ठ्यारोमा पो पर्यो कि मलाई त डर पो लागेछ। बरु यसो गर्न बुढी, त्यो साउको घरतिर जा त, कतै त्यहीँ पो छ कि। अब त्यहाँ भएको भए ठिकै छ, यदि त्यहाँ भएन भनेपछि यसो गाउँतिर पनि बुझेर आउनु। ल नि त ल, एकचोटि साउको घरतिर जाउँ कि जस्तो त मलाई पनि लागेको थियो। एकचोटि म गएर आउँछु, तपाईँ चाहिँ फेरि कहीँ पनि ननिस्किनु नि, यहाँबाट लड्नु होला। यहीँ आराम गरेर बस्नु। ल ल, राम्रोसँग जा फेरि त पनि। छोरीले कहीँ बाटोमा लोड्लिस्, कहाँ गयो होला त त्यो पनि?
एउटा बहिनी, त्यही पनि बुवा आमा घर नभएको बेलामा माथि त्यो हलिराखेको 2 कौडीसँग लागेर हाम्रो पुर्खाको इज्जत माटोमा मिलाउन खोज्ने। धन्न त्यो हलीसँग लागेको मेरी श्रीमतीले मात्रै देखेछ। सारा गाउँले देखेको भए त जतै जाने रहेछ नि। होइन किन परिवार भएको छ हजुर? भएको एउटा बहिनी कहाँ जान्छ के गर्छ राम्रोसँग केयर गर्नु पर्दैन तैँले। सालले त्यो हलीसँग लागेर हाम्रो इज्जत माटोमा मिलाउन खोजेको रहेछ नि त। के म हजुरको घरको नोकर हो? हजुरको घरको काम गर्नु कि हजुरको बहिनीलाई हेरेर बस्नु? एक्लै परिवार आएर हुन्छ यहाँ? जे हुनु त भइसक्यो अब। त मेरी स्वास्नी भएर मसँग मुखमुखी लाग्छस्। बहिनीलाई केयर गर्नु छैन अझै मुखमुखी लागेर ठुलो कुरा गर्दै रहेछ। जा भित्र गएर बहिनीलाई खाना दे। गएर बसिरहेको होला। त्यसले राम्रोसँग सम्झाइदिए। जा। सानु मालिक, सानु मालिक, किन बिहान बिहान कराउँदै आएको? सानु मालिक, मेरो छोरो 4 दिन भयो घरबाट हिँडेको। तपाईँकै घरमा काम गर्छु भनेर आएको थियो। 4 दिनदेखि घर फर्केकै छैन। खै अस्ति आएको थियो काम गरेर त्यो साँझै फर्किसक्यो त। यहाँ छैन अहिले त। गाउँतिर बरालिरहेको होला त्यतै खोज्नु न जानु। हजुरकै घरतिर केही काम परेर बसेको छ कि भनेर सोध्नु मात्रै आएको हजुर। हस् म गाउँतिरै गएर सोध्छु। ल ल गाउँतिर खोज्नु जानु। मेरो छोरो कहाँ गयो होला, अहिले कस्तो अवस्थामा होला। जहाँ भए पनि मेरो छोराको रक्षा गर्नु है भगवान्। हे भगवान्, मेरो छोरो जहाँ छ, जस्तो अवस्थामा छ, उसको रक्षा गरिदेऊ भगवान्। कसको छोरा होला, किन यस्तो अवस्थामा पुगेको होला? एकचोटि बोलिदिए नि हुन्थ्यो नि।
मेरो छोरो 4 दिन भइसक्यो घर नगएको। तपाईँले कतै यतै देख्नु भएको छ कि? 3-4 दिन अगाडि त देखाएको थिएँ बहिनी, अहिले हिजो आज चाहिँ मैले देखेको छैन। बहिनी मलाई अलि हतार छ, ल गएँ है। हस् दिदी हस्। तिम्रो परिचय के हो? म त एउटा पात्र मात्र हुँ। म जस्तो हजारौँ दुखी पीडित हुने खानेको मुनि रहेर आफ्नो जीवन नै समर्पण रहेर बाँच्ने हजारौँ नेपालीको पीडा हो। म त एक पात्र मात्र हुँ। म त्यही मान्छे हो जुन बाआमाको लागि यो जीवन समर्पण नै गरेको, जस्तो एक छाक भात खानको लागि यो दुनियाँको अगाडि शिर झुकाएर हिँड्ने व्यक्ति हो। अलि मैले कुरा बुझेन नि। समय आएपछि सबै कुरा बुझ्नुहुन्छ। म यत्रो दिनदेखि बेहोसी अवस्थामा रहेछु। मेरो घरमा बुवा बिरामी हुनुहुन्छ। म घर नआएको देख्दा धेरै नै टेन्सन गर्नुभएको हो। गाउँतिर सबै खोज्नु भएको हो। अहिले म जानुपर्छ। तिमी यस्तो अवस्थामा कसरी जान्छौ भन त, बरु म पुर्याइदिन्छु। आफूलाई यहाँ कस्तो गाह्रो भइसक्यो। त्यो बुढी छोरो खोज्न गएको मान्छे कहाँ हराइ त? यति बेलासम्म त आउनु पर्ने। पानी प्यास लागेर मुख सुकेर कस्तो गाह्रो भइसक्यो। उठेर खान सकेको छैन। कहाँ गयो उसले त त्यो बुढी पनि? छोरो खोज्न गएको बुढी अहिलेसम्म कहाँ हराइ त? ए छोरो खोज्न गएको मान्छे त एक्लै पो आउँछ त। अनि छोरो खै त? साउको घर पनि पुगेँ, त्यहाँ पनि छैन छोरो। सोद्धाखेरि उल्टै साउको छोराले गाली गर्छ। गाउँभरि नै डुलेर आइसक्यो, कतै पनि भेटिन। कहाँ गयो? एकदम मन आत्तिएको छ बुढा। तेरो मात्रै मन आत्तिएको छ र बुढी? छोरो हराएपछि त मेरो पनि त मन धेरै आत्तिएको छ नि। साउले पनि किन गाली गर्नु भयो त? अब हाम्रो छोरो जाने भनेकै त्यही हो। अन्त त कहाँ पो जान्थ्यो र? कस्तो गाह्रो भइसक्यो आफूलाई। त्यो छोरोको पिठले झन् गाह्रो भयो जस्तो भइसक्यो मलाई त। आउनु पनि ढिला भयो। तपाईँलाई भोक पनि लाग्यो होला, गाह्रो पनि भयो होला। आउनुहोस् भित्र जाउँ। भोक भन्दा पनि बिरामीले चाहिँ छिट्टै औषधि खानु जस्तो लाग्छ पनि। औषधि खानु पायो भए अलिक
हेलो भन् के रे यो कुरा साँचो हो साले त्यो हलीको त अस्ति भाग्य बलियो रहेछ बाँच्न सफल भयो आज मैले त्यसलाई जानेको छु पक हात खुट्टा भाँचेर पोको पारेर खोलामा फालिदिन्छु म खोलामा पक त्यसको साले त्यो हली त्यहाँबाट पनि बाँच्न सफल भएछ आज मैले त्यसको खेल खतम गरिदिनुपर्छ अनि मात्र मेरो इज्जत बच्छ अनि मैले त्यसको अनुहार कहिले पनि हेर्न पाइदिनँ साले आज म त्यसलाई सिधाइदिन्छु आज मेरो हातबाट सिद्धिन्छस् घाम अस्ताएपछि त छायाले पनि आफ्नो साथ छोडेर जान्छ म न त मैले तपाईँलाई चिनेको छु न तपाईँले चिन्नु भएको छ तपाईँ को हो कहाँबाट आउनुभयो तर मेरो लागि भगवान् भनेर आउनुभयो म पनि यसै गाउँको मान्छे हो हामी सानो हुँदाखेरि बसाइ सरेर सहरतिर गएको थिएँ अहिले चाहिँ यसो घुम्नको लागि भनेर आफ्नै गाउँ ठाउँ सम्झेर आएको थिएँ जुन बेला म मृत्युको मुखमा थिएँ मृत्युसँग लडिरहेको थिएँ त्यो बेला आएर तपाईँले बचाउनु भयो जबसम्म यो धरतीमा मेरो सास चल्छ तबसम्म म तपाईँको गुण कहिले बिर्सिन्छु सहयोग गर्नु त हरेक मान्छेको कर्तव्य हो आज तपाईँ पढ्नुभयो के कारणले पढ्नुभयो त थाहा छैन तर भोलि अरू पनि हुनसक्छ म आफै पनि पढ्न सक्छु मानवताको नाताले यति गरिदिएको हो त्यसलाई ठुलो मान्नु पर्दैन हरेक मान्छेको जिन्दगीमा भगवान् आउनुहुन्छ कुनै रूपमा भन्नुहुन्थ्यो आज मलाई अप्ठ्यारो पर्यो आज मलाई दुःख पर्यो यो बेलामा तपाईँ मेरो जिन्दगीमा भगवान् बनेर आउनु भएको छ तपाईँको साधारण रूप भए पनि मेरो लागि भगवान् हुनुहुन्छ कयौँ वर्षदेखि यही गाउँमा सङ्घर्ष गरिरहेको छु हरेक दुःख सुख काट्दै आज यो अवस्थामा पुगेँ कुनै दिन समय मिलेछ भने म सबै कुरा भन्नेछु तपाईँलाई तर म अहिले जानुपर्छ बुवाको घरमा त्यस्तो हालत छ बिरामी हुनुहुन्छ भरे खुवाउन औषधि पनि थिएन मेरी आमा मलाई कुदै बाटो हेर्दै बसिरहेको हुनु बुवा आत्तिनु भएको होला छोरा कता गयो के गर्दैछ होला कुन अवस्थामा छ भनेर म जानुपर्छ है जाम साले नाथे गरिबलाई बचाएर ठुलो गुण लाग्यो जस्तो लाग्यो तँलाई साले